गाइज और दिनों जस्तो आजले मैले एक नयाँ मिनी ब्लगले पठाएर सबैजना हेरिदिए। आज चाहिँ म यो सरमलको हुनैनाथ मन्दिरमै आया थिएँ दर्शन गर्दैले है जहाँ म बढिया त गया थिएँ। अब यसो मन्दिर क्या छुट्टो यहाँ धुरामा रहेछ मन्दिर मैले जाएको दर्शन गर्दुँ भन्नुबाट आया। अब धुरा भन्के त डाँडा टपैमा हुन्छ नि त मन्दिर। अब मन्दिरै तल आज एक गेट रहेछ गेटमा घन्टी बजाएपछि त यो यति लामो सिँढी रहेछ। हेर म कति टपमै छु डाँडा टपमै छु हेरिसक्दा त मुन एकदम निको सिनले छ एकदम हरियाली छ। सिँढी पार गरेर यहाँ टपमा गएँ। आज भिडियो बनाउने मन लाग्यो तल सबै सिन देखेँ सरमलीको। आजी यो मथिम्बै सिँढी छन् हेर मन्दिर पुज्दा कति गाह्रो छ तर मन्दिरमै पुजेको जो सुकुन हुन्छ त्यो चाहिँ अलग्गै हुन्छ है। अब भगवान कहाँ सित्तीबित्ती भेट्नु पाइन्छले थुक्काइ त दुख त गर्नु पर्यो। सो हामीले यति हिटे अब चाहिँ यो मन्दिरको यो गेटदेखि बस्क्यो यहाँ चाहिँ नेजाहरू चढाइया रहेछन् त हेरिसक्दा एकदम हेर गेट तल यति झिक नेजा चढाइया थिएँ। यो मन्दिरको गेट भयो। अब गेटबाट म भित्र जान्न आयो तलै छन् बेहुला बेहुला बहिनी तिनीन् भाइ तिनीन् आउन आयो तलै छन्। म चाहिँ फर्स्ट टाइमै जाएपछि चप्पल यहाँ खोल्दो रहेछ खोले चप्पल। अब हिटेपछि अब आजी मन्दिर हो गेट पूजन चाहिँ म आजी घन्टी बजाउनु तँलाई गेटलाई हेरिसक्दा त म हेर ल सबैजना दर्शन गरेर सबैजना यहाँ भिडियो मार्फत जो विदेशमा छन् त्यो त अब यहाँ आइसक्दा नि त भिडियो मार्फत हेरिहाले भयो तिनीहरूले खाए हेरिसक्दा तिनीको र म फर्स्टै बार हो लेकमका मन्दिरमा गएँ। अब बहुत निको लाग्यो हेरिसक्दा त सिन म त सब एक नछुटाइ म जति थगे भएपटले नछुटाइपट बनाउनु सिन क्याप्चर गर्दु भन्ने सबै भिडियो बनाएको छु। तमले हेरिसक्दा दर्शन गर। म चाहिँ यहाँ घुम्दै लाग्यो अब मन्दिरमा पुगेपछि एकदम घुम्नु पर्यो दर्शन गर्दै लेखाए हेरिसक्दा ल घन्टीहरू कति लगाइया यहाँ भयो। यही बसाएको चाहिँ आज मेरो अर्को टुर छ यही दिन म जयपुरा मन्दिरले गए हुनु सो चाहिँ मेरा अर्का ब्लगमा आउनेछ। यो चाहिँ यहाँ हुन्सिकरको मात्रै छ योमा चाहिँ ब्लगमै सबैजना हेरिदिया माया गरिदिया है हेरिसक्दा तम ल आजी मूल घन्टी बजे त्यसलाई मन्दिरमै पुजन ज्या हेरिसक्दा अब चाहिँ म मन्दिरभित्र जान्न आयो ढोक गरे। अब चाहिँ मन्दिरभित्र लाग्यो म सबजना दर्शन गर हेर कति झिक बाघका मूर्ति छन् हेरिसक्दा त म चाहिँ मन्दिरमा पुगिसकेको छु। यो बेहुला बेहुलीको फोटोसुट हुन्न हेरिसक्दा बेटिका कसो लाग्यो आज हम चाहिँ भिडियो बनाउन आयो एकअर्का हम दिनले भिडियो बनाइसक्यो तलपट्टि दिदी हाम्रो बुढाबुढीको नबनाउने हो भन्नु लाग्यो। अब म यिनीहरूले बनाइदिनु गाइस बाई। त्यहाँको सबै पूजा पाठ सकपट्टि फोटो खिचपट्टि यो अब मेरो चिया पुरा गरिदिए ल यो जान्न आयो। अब कति निको ठाउँ छ गाइस आया तमले मन्दिर तलिने जङ्गल रहेछ जङ्गल आउन पुग्यो यति निको जङ्गल छ हेर गाइस मथिन मन्दिर तलिने यतिको जङ्गल तलाउन चाहिँ यो सरमलको गाउँ बेहुला बेहुली आउन नाने यिनी गाइस बेलुका बेहुला बेहुली ढकाल्यो अब देखिनेवाला छैन बेहुली ल देखिया एकदम सुन्दर ठाउँको भरिपूर्ण फाइदा उठाउनु पर्छ भने यही हो। म चाहिँ एकदम फाइदा उठाउन आयो निका सिनमा भिडियो बनाएँ फोटो खिची एकदम यसा ठाउँको भरिपूर्ण फाइदा उठाउनु पर्छ। तम्ली उठाहाले निका ठाउँमा गयो मेमोरी बनाउनु पर्यो। तमुलाई चाहिँ म यदि देखाउनु यो चाहिँ अर्को मन्दिरमा जान्न आयो हम यहाँ तल चाहिँ मन्दिर छ दर्शन गर्दै देखाउने छु म त म हेरेँ पछाडिसम्म मन्दिर यो भ्लगले हेरेँ लास्टसम्म सबैजना अर्का मन्दिरमा आएँ त्यहाँ म बाहिरबाट भिडियो बनाउन नै पाएँ हतारले सबैजना हेरिसक्दा
अब बाटो खोज्छु ला रे म बाटो पुछपट्टि बाटो पाएपट अगाडि पुग्यो गाइस ल इन बाटो खोज्छु बाटो नि राख्छ न समय पुगिसक्यो ल आज कार्यक्रम यहीँ सकियो 4 दिन पछि हामी घर जान्न